हेलो गुड मर्निङ गाइस। आज म बिहान चाहिँ अब यो मोमो बनाउन लागिरहेको छु। यो पक मोमोको डल्लाहरू काटेर अब रेडी राखेको छु अनि बेल्दै पनि छु। अनि अलिकति भिडियो बनाउनु पर्यो भनेर चाहिँ भिडियो यहाँ बनाउन लागिरहेको छु। अनि यो चाहिँ आटा मुसेर है प्लास्टिकमा राखेको छु। यो चाहिँ पकको, यो चाहिँ बिफको किमा हो। यहाँनिर चिकनको किमाहरू छ, आधी बनाइसके। अनि यहाँनिर पकको किमाहरू पनि छ। यही भेजको किमाहरू पनि छ। अब यो मोमो बनाउनु पर्ने हुन्छ अनि भरे बेलुकासम्म बेचिसक्नु पर्ने पनि हुन्छ। गाइस आजको दिनहरू यस्तै छ, दिनहरू धुम्म भइरहेको छ। अनि अब दिनहरू व्यापारहरू के कस्तो हुने हो, यो भरे म अहिले एकछिनबाट यो भिडियो लाउने छु भन्दै राखेँ। सबैजनाले हेरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला भन्दै राखेँ ल गाइस।